तपाईको नाम? गजन साउथ। हजुर गजन। मेरो नाम नारायण चाहिँ। अनि हजुर चाहिँ आज ह्याप्पी हेल्थ क्लिनिकमा के विषय ल्याउनु भयो? हामीले अब हाम्रो समाजलाई सबै तरिकाले लग्नुपर्छ भनेर सरसफाइ कार्यक्रम गरिरहेको छौँ। ए सरसफाइ कार्यक्रम भइरहेछ हाम्रो। कुन ठाउँमा हजुर? हाम्रो पशुपति क्षेत्र विकास। ए गरिराख्नुहुन्छ तपाईँले यस्तो कामहरू? मैले सुदूरपश्चिममा नि गरिरहेको छु। ए सुदूरपश्चिम तपाईँ घर हो? हस्। ए ओके गुड। अनि हामीले यो कार्यक्रमलाई हाम्रो समाजलाई सबै बनाउनुपर्छ भनेर नेपालभरि नै गर्ने सोच हो। हजुर हजुर। त्यही भएर हजुर सामु यो प्रस्ताव राखेको। होइन तपाईँले त मलाई हिजो मात्र तपाईँले मलाई मेसेज गर्नुभएको थियो होइन? मेसेज गर्नुभएको थियो हिजो साँझतिर होला क्या अरे? अनि मैले चाहिँ ठिक छ तपाईँलाई चाहिँ एउटा सानो सहयोग चाहियो भनेर मैले चाहिँ ओके भने। तर यो भनेपछि मैले अचानक तपाईँले भन्नुभयो, त्यही हिसाबले मैले कति हुन्छ मैले जुटाइदिएको छु। र अरू भविष्यमा अझै पनि हामी सेवा गर्न अगाडि बढेछौँ। यदि कुनै किसिमको त्यस्तो भयो भने तपाईँहरूले चाहिँ हामीलाई पनि त्यसमा समावेश गर्नु। ह्याप्पी हेल्थ क्लिनिक पनि तपाईँहरूसँगै अगाडि बढ्न खोजिरहेछ। हामीले चाहिँ यस्तो कुराहरूमा चाहिँ समावेश हुनुपर्छ होइन, र हेल्प गर्नुपर्ने हुन्छ। त्यो हिसाबले चाहिँ मलाई पनि लागेर मैले गर्न लाग्छु एउटा। खोइ नानी? र हाम्रो ह्याप्पी हेल्थ क्लिनिकको तर्फबाट यो 4 डब्बा अहिलेलाई चाहिँ है मैले चाहिँ अब स्टक जति थियो त्यति नै दिएँ होइन। र पछि म तपाईँ मलाई मेरो नम्बर छँदैछ, हजुरले मेसेज गर्नुहोस्, म अरू के व्यवस्था दिन सकिन्छ, ग्लोभ्स भयो, अरू मास्कहरू हुन्छ, यिनीहरू सबै म तपाईँलाई चाहिँ दिन्छु है। हस्। अनि यो हाम्रो के भन्छ हाम्रो सपोर्ट भन्दा नि हजुरले त्यहाँ उपस्थिति भयो भने अझै राम्रो हुन्छ। म मिलाउँछु, टाइम मिलाउँछु, म सकभर गर्छु। भोलि कति बजीदेखि सरसफाइ? हाम्रो 9 बजीदेखि 10:30 बजीसम्म हाम्रो पशुपति क्षेत्र कोषमा सरसफाइ कार्यक्रम छ। हामीले त्यहाँ प्रहरी हाम्रो सुरक्षा निकाय अनि त्यहाँको मान्छेहरूलाई सबै पत्र काटिसकेको छौँ। हजुर हजुर। अब हाम्रो साथीहरू अनि हाम्रो सुनिल भट्ट दाई, हाम्रो मोटिभेसनल स्पिचर भुवन ओली दाईहरू पनि त्यहाँ संलग्न हुनुहुन्छ। हजुर हजुर। अनि त्यही भएर हजुरले पनि त्यहाँ उपस्थिति भयो भने अलि राम्रो सबै म प्रयास चाहिँ गर्छु, म प्रयास गर्छु। थ्याङ्क यू सो मच मलाई चुज गर्नुभयो है। हस् हस्।